साथी आज पाए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आऊ आऊ अंगालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आऊ आऊ अंगालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर आऊ आऊ अंगालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पूरा भयो सपना मेरो सदस्यहरूमा अगाडि अगाडि गर्ने हाम्रो पछाडि बारे कति लाग्छ अरे 3 घन्टा लाग्छ उकालो भन्ने झरेपछि 3 घन्टा लाग्छ भन्दैमा भइहाल्छ हो यहाँ जाने शान्तिनी सर्वदोष निवारार्थम यज्ञान्त चतुर्थी कर्मणि विवाह कर्मणि निमित्तको यज्ञान्तरम आचम्य ओम केशवाय नमः माधव गोविन्दाय नमो नमः
अब यो कटोरालाई पूजा गर। हरि ओम यदेवा देवान्नम यशक्तिता वयं देवता देवतो आत्मतः फुलराख पवित्रवा सर्वागतो स्मरि पुनरिकाच यज्ञ नमो परम सुताय च पवित्र धेनु ओम पार्वती धेनु नमो नमः गन्धपुष्पं च संपूजेषु प्रसन्नो भव सर्वदा। हरि ओम सुरु भयो माया हिउँ चुलिँदै गए झै माथि त्यसरी नै मलाई पनि माया देऊ है साथी। यो माया यो प्रीति यो मौसम यो हरियाली यो माया यो प्रीति यो मौसम यो हरियाली। सुरु भयो माया हिउँ चुलिँदै गए झै माथि त्यसरी नै मलाई पनि माया देऊ है साथी। खुसीले हेरा सब थोक तिमी रमाएकै देख्नेछौ। खुसीले हेरा सब थोक तिमी रमाएकै देख्नेछौ। प्रीतको सागरमा डुबी हेर माया नै माया पाउनेछौ। तिमी बिनाको दिन त लाग्छ मलाई धमिलो धमिलो जुन तारा पनि तिम्रो अगाडि लाग्छ मधुरो मधुरो। यो माया यो प्रीति यो मौसम यो हरियाली यो माया यो प्रीति यो मौसम यो हरियाली। सुरु भयो माया हिउँ चुलिँदै गए झै माथि त्यसरी नै मलाई पनि माया देऊ है साथी। त्यही कलशमा राखिदेऊ। ए बाबु तपाईँले सल्लाह गरेर यहाँ आइदिनुहोस् त। हामी दुईटाको सबैको ग्रहको शान्ति होस् भन नमस्कार गर। अब फेरि त्यो छेउको कलशलाई त्यहीँबाट जसले भता सोमाय स्वायदम सोमाय ओम सोमाय प्रजापति देवता अधाने विनियोग ओम पर्चणे पात्रे पर्चे ओहो देवता परमउदाय ओम परमउदाय ओम हेरिया छ कता छ मैले बनाएको यसले चाहिँ पट्ट यसरी छट्ट भन्नु है। ओम भेणावे स्वाहा। हरि ओम गणानान्त गणा हवामय प्रणन्त प्रणा हवामय निधिनन्तो निधि हवामय बसो मम आज मजानि गतम। ओम गणापतये स्वाहा स्वाहा इदं वायव्यः ओम ततः अस्मिन् ओम सूर्याय स्वाहा
इदं देवता अन्नवतेन ब्रह्मणां शनिश्चराय स्वाहायं शनिश्चराय ओम शनिश्चराय स्वाहायं यज्ञानं परतं परत समौतम् अनसः ओम वर्मणे स्वाहायं वर्मणे ओम वर्मणे यमाय मघासुर्यं तसः ससः ओम कालाय स्वाहायं कालाय ओम कालाय पायनं गौरादि मातृभ्यो स्वाहायं गौरादि मातृभ्यो ओम नवपति ओम अष्टपति सह अश्विन कुमाराय स्वाहायं अश्विन कुमाराय ओम अश्विन गाय हेर्नै तपाईं थोरै अलि यता गर्नु ल नाइ भाले चाहिँ तिनीहरू सम्झेर अनि त्यहाँ चाहिँ गणेश उतराइदिनु ओम चतुर्थे कर्मणि ओम आज्य इन्द्राय स्वाहायं इन्द्राय प्रजापति देवता ओम चतुर्थे कर्मणि आज्य होगा विनियोग ओम आज्य होगा विनियोग ओम अग्नये स्वाहायं अग्नय ओम अग्नय सोमा यदि अनि आउ चतुर्थे कर्मणि आज्य होगा विनियोग ओम प्रचण्ड पात्रे जलपुमा बोध राजदं चतुर्थे कर्मणि गोर्खाकालीका देवता स्वाहायं गोर्खाकालीका ओम पशुपतिनाथका देवता स्वाहायं पशुपतिनाथ ओम बुढा नीलकण्ठ देवता स्वाहायं बुढा नीलकण्ठमा बस्नु त्यस्तै भन्ने वृद्ध पितामह निमित्तकः अध्यक्षादि अद्य अस्मतः वर वजुष्टः तथा च अध्यक्षादि अद्य अथवा कौमन्य गोत्रले मानिआएका जाने नजाने पितृदेवाय रूपम 2 घण्टाको दिएर राख्नु हुन्छ गाईहरु 3 घण्टा तत्सत् विष्णु उदम श्रीमद् भागवत महापुराण सकल श्री कार्य कलियुगे प्रथम चरणे जम्मूद्वीपे नेपाल देशे अध्यक्षादि अद्य अस्मतः जरे वर नर मार्ग क्षेत्रे अध्यक्षादि अद्य अस्मतः शुभ पुण्यतिथ हो अध्यक्षादि अद्य हो अस्मतः कौमन्य गोत्र तो चामल मात्रै साथ ब्राह्मणे तेन तुभ्यं सम्प्रददे शान्ति ओम सतन्नो अमि देवता ऋषि देवता उमि देव अर्को फलजी ओम प्रजापति आबा मय बस्यो मामा आजमा ल बाबु तपाईले यो फोटो पनि निकाल्नु जिम्बर त्यो उचाल्न गएको र बढी बोल्ने अहिले हैन बा बस्नु एकछिन या यिनीहरु जिरो खाम्दा ल अनि हेर न एउटा पुर्याउ त ए बाबु यसलाई पखाला त पुरपुर बनाउनु त्यसलाई भात दिनु स्याउ काट खाटा फटफट हैन स्याउ काट यसरी फटफट पार अंकललाई सबैले धेरै बिचारा लु अब यो आगामा देखाउ त नानु पछि देखाउ है पकाएको फेरि पकाउ म यता बनाइछ हो सक्छ अब तल राख भाव छ यसो घुमा ल अब खाना एक भाग आधा होइन कि त उस्याउ खान्दै भक्रा भक्रा खाने अब यता खानी हानेर सार्दिनु यस्तो उचालेर दिनु है त अन्त त अरूले फाल्न हुन्न तपाईँ डुडा हुनुहुन्छ कतिमा खाने भन्नु है तपाईँको डिमान्ड कति छ नानी हो
फोटो लाग्यो के फोटो लाग्यो धोनी खुट्टो धुनु के त्यो फोरो खुट्टा आन्टी खुट्टा समाउनु के के खुट्टा आन्टी पहिलो ढोगारा अनि अहिले हैन अहिले पछि उठे हैन आन्टी नछोड्नु हैन झेप्पाइ हो झेप्पाइ दे टाउको दिनु पर्यो के ए आउँ बस खाली खाली गर्नु अब हाल्दिन ल ताली थोरै थोरै यसो लगा जस्तो गर्नु अब यतापट्टि अब यता राम्रो बनाइदिनु जति कोर्दै पनि म स्मार्ट मोबाइलमा कम कस्तो हुनु भनेर हेर्नु एकचोटि यता यता बहन एकचोटि ल भयो अब यता अब आन्टीले अर्को काममा अब गर्दैन हजुरको उस तल गर्नु त मान्नै पर्यो नि अब भयो अब दुईटा सँगै अब ऐना देखाइदिनु त दुईटा हो राम्रो समय त्यत्रो पालो बलि डाङ्गी साथीले बनाउनु पर्यो गर शान्ति त हिजै गरेको होइन दुईटा पनि है लखै नमस्ते गरेको बाह्र नमस्ते धेरै मान्छे गाह्रो
स्वर्ग